काम गर्दा गर्दा हैरान भएँ गलेर एकछिन थकाइ मारौँ भनेको एकछिन बाख्रा प्या गर्छ एकछिनमा गाई डुवा गर्छ एकछिनमा गाईले प्यात हग्छ एकछिनमा गाई बाख्रा प्या प्या गर्छ बस्नै पाइँदैन एकै सेकेन्ड बस्न पाइँदैन घाँस हाल्न गयो बाख्रालाई गाईलाई घाँस हाल्न गयो यहाँ दिउँसो यस्तो चर्केका घाम छन् हेर्नु होला बाबा बाहिर हेर्नु त कस्तो चर्केका घाम छन् एकछिन आराम गरौँ भनेको भ्वा भुवा गर्छ बाख्रो कति कराउँछ गाई उस्तै कराउँछन् घाँस काट्न जानु पर्यो हाल्नु पर्यो ल्याउनु पर्यो बिहान काटिएन आज अब यो चर्का घाममा कसरी घाँस काटेर पुर्याउनु अब हुन त धेरै त छैनन् नि अब 2 3 गाई छन् अब 5वटा बाख्रा छन् धेरै त छैन अब धेरै नभए पनि त काट्नु पर्यो अब 60 वर्षको उमेरमा कति चाहिँ काम गर्नु गर्दा 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 हैरान भएँ अब काम 60 वर्षका उमेरमा पनि गरे गर्नुपर्ने के गर्नु मरेर गएपछि चाहिँ कठैभरि मेरी आमा उहाँ गरेर रुन्छन् होला छोराछोरी बाँच्दाखेरि आमा तैँले कठिन गरिस् तैँले सक्दिनस् तैँले दुःख पाइस् भन्दैनन् स्याबास मचाउँछन् ठिक्क पऱ्यो त बुढीलाई धेरै वस्तु पाल्छेस् नि धेरै वस्तु पाल्छेस् ठिक्क पऱ्यो त बुढीलाई भन्छन् छोराछोरीले बुहारीले चाहिँ भित्र पसेर भरिसके बाहिर निस्किँदैनन् काम हरायो भने टेर्दैनन् ओराको सिनको पर सार्न खोज्दैनन् बल्ल 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 ठिक्क चामल मिलमा धान कुटेर ल्याएर ठिक्क पार्दा चामल चाहिँ ग्यास घोलिदिनुपर्छ गोबर ग्यासमा ठ्यास्स बसाए लाइटमा बसी गए गोबर ग्यासमा ठ्यास्स सब्जी बसाए लाइटमा निस्किगयो ट्याप 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 भने भात डढेर भुसुक्कै अगार जस्तो खानुपर्छ सब्जी डढेर फेरि त्यस्तै अगार जस्तै खानुपर्छ अब नखाउँ भने भोक लागेर आएको हुन्छ गलेर बुतुक्क भएर आएको हुन्छ कति दुःख पाएँ 60 वर्षको उमेरमा छोरीलाई सुनाऊ भने ठिक्क पर्यो धेरै वस्तु पाल्छेस् नि भन्छन् ज्वाइँले सुन्नुभयो भने झन् साह्रै ठिक्क पर्यो बुढी आमैलाई खोजेको भेट्टाइस् नि भन्छन् कसलाई सुनाउनु होला मेरो नानी बाबुहरू सुनिदिनु होला है सबैले खुचिङ मचाउँछन् आफन्तलाई सुनायो भने खुचिङ मचाइदिन्छन् ठिक्क पर्यो थोर भयो अलि धेरै पाल्न भन्छन् अब छोरालाई सोधौँ भने आमा यति वस्तु त पाल्नुपर्छ नि हौ के छ र हाम्रो केही छैन हामी दुखी छौँ हामी गरिब छौँ भन्छ छोराले चाहिँ बुहारीलाई चाहिँ पाल्नु भने बेच मलाई चाहिँदैन दही पनि खान्न दुध पनि खान्न बेच पर्दैन म पाल्दिनँ पनि गर्दिनँ पनि म ट्याप ट्यापमा बस्छु मलाई त्यही ट्याप ट्यापले पुग्छ मलाई चाहिँदैन तिमीहरूको भन्छ बुहारी कति दुःख छ नातिनी भन्छ नबेच्यो आमा भन्छ आमा र मलाई दही दुध बेकार हुँदैन आमा नबेचौँ भने हिजो सोधेको बेचौँ नानी सकिँदैन भनेको